हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई मेरो डे 2 मिनी ब्लगमा। साथीहरू, आज चाहिँ मैले सुरुवात चाहिँ तरकारी केलाउनबाट गरेँ। त्यसपछि म लुगा धुन थालेँ। अलिअलि बाबु भएपछि अलिअलि लुगा हुन्छ नि त, बच्चा भएपछि त्यही अलिअलि लुगा धोएँ। अनि तन्ना पनि थियो एउटा, अनि त्यो तन्ना पनि धोएँ। साथीहरू, भिडियोमा अलिक साथ सपोर्ट गर्नु न। मेरो त भ्युजै जाँदैन, लाइक कमेन्टको त कुरै छोड्दिनु। भ्युजै जान छोड्यो कि कोमा पनि पुगिसक्यो मेरो आइडी चाहिँ। अनि टिकटकले दिएको 5 अप्सनै पुरा गर्नुहोस्। म पनि हजुरहरूको 5 अप्सन पुरा गरेर पठाउने छु। मेरो फरीमा आएको भिडियोहरूको म 5 अप्सन पुरा गरेर पठाउने छु। साथीहरू, सो लाइक कमेन्ट सेयर रिपोस्ट गर्नुहोला। त्यति भन्दै म लुगा धोइसकेर अब म सुकाउनतिर लागेँ। सुकाउन चाहिँ बारमा सुकायो भने चाहिँ अलिक छिटो सुक्छ के, अलिक बेसकन घाम लाग्छ यता चाहिँ। अनि त्यही भएर यता बारमा सुकाउन ल्याएँ। हिजो नसुकेको लुगा पनि थियो, त्यही तन्ना अलिअलि लुगा थियो, त्यो पनि लगेर सुकाएँ। अनि अलिक अँध्यारो आइरहेछ उता चाहिँ, खासै राम्रो आइरहेको छैन। मेरो मोबाइलको क्यामेरा राम्रो छैन कि, क्यामेरा त के भन्नु, मान्छेको थोब्रा राम्रो भयो, मान्छेको अनुहारै नराम्रो भइसकेपछि क्यामेरालाई दोष दिनुपर्ने कुरा नि त आएन नि त, होइन साथीहरू। त्यति भन्दै म लागेँ चामल पखाल्नतिर। चामल धोएँ, पखालेँ, त्यसपछि हालेँ मैले पानी, त्यसपछि ग्यास माथि बसालेँ, बिर्को लगाएँ। एउटा हातले मोबाइल समात्ने, एउटा हातले काम गर्ने गर्दाखेरि हल्का गाह्रो पनि हुन्छ नि त, होइन। अनि त्यसपछि मैले बालेँ ग्यास, है, ग्यास बालिसकेपछि गरेँ। अब मैले गएँ आलु काट्नतिर। आलु चाहिँ मैले मैले अघि नै केलाइसकेको थिएँ, त्यही भएर अहिले चाहिँ आलु काट्न लागेँ साथीहरू। त्यसपछि म पकाउन पनि लाग्यो कि ढिला हुन्छ नि त बुढो अफिस जानलाई। म त दिनभरि बस्ने हो, के नै काम छ र, बुढोलाई चाहिँ हल्का ढिला हुन्छ, त्यही भएर पकाउनतिर लागेँ। पकाइसकेँ बोडी आलु पकाउने। यसपालिको बोडी आलु मलाई यति मिठो लाग्छ कि जति खायो भने चित्तै बुझ्दैन के साथीहरू। त्यसपछि यो दही कति राम्रो देखाएको छ नि। बाई बाई साथी, थ्याङ्क्स फर वाचिङ।